स्थान हल्ला पोखर लान सकिँदैन यति कडा छ यहाँ चाहिँ कलिलो ढाडिया हो मैले आमा हट तिर्नु छ नि हो हेर त कति पल्टियो छ न तल आउन तल हेर रातिलाई हेर भैँसी हेर मैले नालाले कसो गरेछ भनेर उता चुचे अलिकति र बोडा अलिकति टिपा टिपा त्यहाँ भैँसी हो मेरो यो गुजराती होइन यी मेरा भैँसी हो नि यिनले लाती साथी केही चलाउँदैन नि इमान्दारी छिन् अब यो भर्ना बस्ती राख्न खोजेको मैले अलिकति चाहिँ कलिलो छ कि भनेर नलगाएको हो यी चाहिँ अहिले गर्भवती छिन् यी जेठ 13 गतेका महिना पुग्ने हुन् यी फेरि महालक्ष्मी हुन् यिनले केही गर्ने बेला छैन नि मुखै चुसे पनि यिनी यस्तै चाहिँ नि एकदम लक्ष्मी यो अनि कुन गाईको बाछो हो त यी चाहिँ माथि डाँडा मैला गएको ठुलो गाईको बाछी हात्ती हो निस्कियामा 60,000 रुपियाँ चाहिँ गाई यिनको आमालाई अनि यिनको बाछी चाहिँ मैले 4,000 मा किनेर ल्याएँ यी चाहिँ राम्री खालकी हुन् होइन ल ठिक छ यी भनेका यी हाम्रा गुजराती हुन् यी जति कुटे पनि आइ मात्रै गर्छिन् पिछिन गरी छापी छिन् बोलिया छिन् अलिक गुजरातीका टाइप भएर अहिले चाहिँ गतिले हो काठन ठिक छ मलजल भन्यो भने यी नै हुन् मल यहाँ टन्नै छ अहिले यो साललाई होइन आगोलाई फेरि आइहाल्छ प्रयोगमा आउँछ सेता 2-4 जना लग्ने हालिदिने अनि उतल हरिया लग ल साह्रै मिठा हुन्छ तलका हुन्छ मम्मीलाई पनि लगेर दिने तिमीले इस्कुसै देख्दैन नि यहाँ हुँदै हुन्छ नि यस्ता लग भनेर के भाइलाई मेरा भाइलाई लगिदिने पठाइदिने छिप्पा छिप्पा मात्रै हेर कलिलो नहेर कलिला भयो अब यो तरकारी एक नम्बर हेर न यहाँ कस्तो इस्कुस रोपे छ यहाँ त सापकोटाले भन्छन् मलाई त सापकोटो भन्छन् बढी होइन सापकोटो यतापट्टि छ नि तर सधैँ यो त लास्टै गरौँ हुन्छ नि यार हेर हेर त गरौँ होइन नि अनि काकीले खानुहुन्छ बुहारीहरूले खान्छन् यो त अहिलेको यहाँ फेरि दुनियाँलाई दिने त होइन यो त म त हाम्रो घर छाउ आएर पो यहाँ मलाई कर लाग्यो त म नत्र कसैलाई दिन्न थियो यो नलाउनु हुन्छ हुन्छ हट हुँदैन त्यस्तो जिब्रिङ उठी फ्याँक क्या त्यो मलाई जिब्रिङ छ नि यो त फ्याँक्न हालिदिउँ त हाल्दै हाल्दै छिप्पेको ल ब यहाँ ब यहाँ कहिले खान्छ कताबाट जाउँ आउनु न घरतिरबाट यता हाम्रो घर मुनि थियो नि हेरेर जानु नि त बाख्रा बस्नु मन लाग्यो भन्ने करा गर्छ अब यहाँ म मेरा धोक्रो यही हो अहिलेको सांस्कृतिक गर्न मान्नु अब केही पनि भएन इस्कुस झापा पठाइदिने हुन् इस्कुस मेरा तर्फबाट यिनीहरू अनि लगेर तरकारी खानु भन्नु यो इस्कुस चाहिँ कसैलाई पनि नदिनु भन्दा नि दिदीहरूलाई बिरानो दिनु नत्र अरू मुलालाई बेच्थ्यो अरू भेटघाट हुँदैन अरू भुस्तिग्रालाई आएको छैन भनिदिन्छु पो सकिगयो सिद्धो यहाँ कान्छा बुढाले फोन गरेको थियो अरे